हेलो गाइज वेलकम ब्याक टु माई अनदर भिडियो। सो गाइज आज चाहिँ म फेरि ट्रक सिमुलेटर इन्डोनेसिया खेल्दैछु गाइज हिजो चाहिँ मेरो ब्याङ्क एकाउन्टमा कति पैसा थियो त्यो हेर्नु नै भयो। त्यही भएर गाइज आज चाहिँ मैले बी क्लास ट्रक किनिसकेको छु। इन्टिरियर पनि ठिकै छ, एक्सटिरियर पनि राम्रै छ है गाइज। सो गाइज आज चाहिँ हाम्रो ट्रकमा लिक्विड पेट्रोलियम ग्यास लोड लिक्विड पेट्रोलियम ग्यास होइन गाइज, पेट्रोल लोड हुन्छ है। सो गाइज म चाहिँ निस्किसकेको छु। ल अब चाहिँ यहाँबाट कन्टिन्यू गर्नुपर्छ। म चाहिँ अहिले जकार्तामा छु। यहाँदेखि मैले चाहिँ एसपिबियुको पम्पतिर प्लान्टतिर जानुपर्छ। केही सिनेमेटिक सटहरू क्या मस्त बबाल देखेको है गाइज। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल लाइक सब्सक्राइब अनि सेयर गरेर जानु होला है। सो गाइज म चाहिँ निस्किसकेको छु। अहिले चाहिँ एमभिपीमा खेलिरहेको छु है गाइज। लेट्स कन्टिन्यू द जर्नी विदाउट डिलेइङ। यो गाडी पनि त्यति नै स्लो हिँड्दो रहेछ, पिकअप नै छैन। यसलाई हर्न दिएको, यसले साइड हटाउन मानिसक्यो। ए हटो कारबाले हटो, यसलाई ओभरटेक नै हान्नुपर्छ। ओ सरी मिस्टेकले। सो गाइज म चाहिँ अहिले पानी परिरहेछ अनि म जकार्ताबाट लिभ गरिसकेको छु। अहिले चाहिँ म कहाँ पुगिसकेको छु, नाम एसपिबियुको प्लान्ट पुगिसकेको छु गाइज। गाडीको हालत चाहिँ रेट नगर्नु होला, नयाँ गाडी हो। 90% हेल्थ मात्र छ, 10% गयो। सो गाइज अहिले चाहिँ म एसपिबियुको प्लान्ट पुगिसकेको छु। प्लान्ट हो कि होलीको उद्यो हो, पुरै कलरफुल छ त। ल यताबाट मेरो चाहिँ यहाँ हुन्छ ट्याङ्करमा पेट्रोल लोड, ट्याङ्कर नै लोड हुन्छ, मेरो ट्याङ्कर छैन। ल यहीँबाट यो फिलिङ सेड, यहीँबाट मेरो गाडीमा चाहिँ लोड हुन्छ गाइज लोड भइसक्यो। अब यहाँबाट छिटो कन्टिन्यू गरौँ। अब चाहिँ यहाँबाट मलाई एसपिबियुमा जानु छ। गाइज प्रोनाउन्सिएसनमा केही मिस्टेक भयो भने भन्नु होला। म चाहिँ अहिले जकार्ता एसपिबियुमा छु है। सो गाइज ढिला नगरिकन जर्नी कन्टिन्यू गरौँ। गाइज सिनेमेटिक सर्टमा चाहिँ गाडी बबाल देखिन्छ है, कस्तो राम्रो छ। ल गाइज अहिले चाहिँ म गइसकेँ। अब चाहिँ म यहाँबाट जकार्ता लोडिङ पोइन्ट एक्जिट गर्छु। सो गाइज म्याप लोड हुँदैछ, भइसक्यो गाइज। अब यहाँ टोल काट्छ, टोलमा अलिकति त्यो गाह्रो पर्छ होला। 5,000 जति कमाउन सकिँदैन त्यति त टोलमै उडाएर जान्छ हौ। 10,000तिर जान्छ टोलमा त। सो गाइज मैले चाहिँ टोल काटिसकेको छु। ओके हुँदैछ प्रोसेस। ल गाइज भइसक्यो जम्मै। इन्टिरियर पनि राम्रै छ। ओके के गरेको हो यो ट्रकवालाले, न्यु खोजेको हो कि मसँग? देखिस् मसँग रेस खेल्दा त हार्छस्। गाइज ट्रकको हालत चाहिँ रेट नगर्नु, छोडिदिनु त्यो अलिकति। म यस्तै हेभी ड्राइभर भनेकै हो नि तपाईँहरूलाई। सो गाइज अहिले चाहिँ म पेट्रोल पम्प पुगिसकेको छु। पेट्रोल हाल्न गाडीमा पेट्रोल थोरै छ, पुग्छ कि पुग्दैन यहाँबाट त झन् धेरै सफर बाँकी छ। सो गाइज अब पेट्रोल हालेर कुरा गरौँ। मैले चाहिँ 2,445 रुपियाँको पेट्रोल हालेको है गाइज। हाल्दैछु। ल गाइज भइसक्यो 163 लिटर गयो। अब चाहिँ गाडी घुमाएर लग्नुपर्छ। यो गाडीलाई पनि मोडिफाई हान्छु है म कुनै दिन। ल गाइज गाडी चाहिँ अब लगौँ यहाँबाट। कस्तो बबाल गाडी छ के गाइज, कुरै नगरौँ। पहिलाको भन्दा एटलिस्ट राम्रै छ है। पानी पनि पर्न थाल्यो अनि यति धेरै ट्राफिक।
गाइज तपाईँहरू आइपिएल हेर्दै हुनुहुन्छ कि हुनुहुन्न? तपाईँहरूलाई अहिलेसम्मको आइपिएलमा सबैभन्दा इन्ट्रेस्टिङ म्याच कुन लाग्यो गाइज? मैले फेरि पनि भने च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल लाइक सब्सक्राइब अनि सेयर गरेर जानु होला है, यस्तै नै राम्रो राम्रो भिडियो हेर्नको लागि। गाइज अहिले चाहिँ म यो टोल प्लाजामा पुगिसकेको छु। थ्याङ्क यू गाइज, थ्याङ्क्स फर वाचिङ गाइज। आजको लागि यति नै। अब अर्को भिडियोमा आज यहीँबाट कन्टिन्यू टु बी कन्टिन्युड है। सो गाइज थ्याङ्क्स फर वाचिङ द भिडियो। ओके, गाडीको हालत चाहिँ कस्तो भइसकेको छ त्यो पनि हेर्न सक्नुहुन्छ होला। So guys